पख्नुस् त एकछिन यो भिडियो हेर्नुस् त। यो कलियुगको नेपाली कानून देखेर कहिले काहीँ देवताहरू पनि छक्क पर्छन् होला। हुन पनि यो भगवान श्री कृष्ण अहिले जन्मन्थे भने उनी बहुविवाहको केसमा थुनामा हुन्थे। शिवजी अहिले जन्मेका हुन्थे भने लागू पदार्थ दुर्व्यसनको मुद्दामा जेलमा हुन्थे। राम हुन्थे भने रावण हत्या अभियोगमा जन्म कैद हुन्थ्यो। लक्ष्मी हुन्थिन् भने स्रोत नकुलेको धनका विषयमा छानबिनको लागि कारागारमा हुन्थिन्। सरस्वती हुन्थिन् भने बिना अध्ययन कसरी ज्ञान प्राप्त भयो भनेर खोजी निधि हुन्थ्यो होला। बुद्ध हुन्थे भने श्रीमतीलाई हेला गरेको अभियोगमा मुद्दा चल्थ्यो होला। विष्णु हुन्थे भने सत्य डगाएको अभियोगमा वृन्दा 25ले केस हाल्थिन् होला। रावण हुन्थे भने सुन काण्डमा छानबिन भइरहेको हुन्थ्यो होला। पाण्डव हुन्थे भने द्रौपदीलाई शोषण गरेको आरोपमा पक्राउन पर्ने कुरै भएन। गणेश हुन्थे भने काम पूरा नगरी चाकडी गरेर सम्मानित भएको आरोप लाग्थ्यो होला। दुर्गा हुन्थिन् भने लोपोन्मुख पाटेबाग अवैध रूपमा नियन्त्रणमा लिएर प्रयोग गरेको भनी वन कार्यालयको मुद्दामा तारिख खेप्दै हुन्थिन् होला। कुबेर भएको भए राजस्व अनुसन्धानले मुद्दा चलाइरहेको हुन्थ्यो होला। धन्न देवताहरू उबेलै देवता भएर जन्मिए र देवता हुन पाए। कानून भनेको जनताका लागि हुनुपर्छ, न कि पावर र पैसा हुने र प्रभाव र दबावमा पार्न सक्नेहरूका लागि मात्रै। विधिको शासनमा विधि जरुर आवश्यक छ, तर शासन जनताको हुनुपर्छ। न्यायाधीशको चित्तमा लागेका हरेक कुरा ठिक नहुन सक्छ र त देशमा 3 तहका अदालत छन्। तल्लो तहका अदालतले गरेको फैसला मान्दिन भनेर माथिल्लो अदालतमा जान पाइन्छ। सर्वोच्चले नै गरेको फैसला पनि मान्नु त जरुर पर्छ, तर सबै ठिक नै हुन्छन् भन्ने चाहिँ नहुन सक्छ। बाँकी त देशको कानून तपाईँ हामीले देखेकै सुनेकै र भोगेकै। देख्नुभयो, अब यी सबै भगवानलाई मुद्दा हाल्नु पर्छ। हेर्नु, अब यसको ठेक्का चाहिँ कसलाई दिन्छ? हाम्रो युवराज महिलालाई दिनुपर्छ। हेर्नु, ए महिला होइन, युवराज पुरुषलाई। फेरि महिला भन्दा उहाँ मलाई मुद्दा हालिदिनु होला भन्ने डर मलाई पनि पिर्छ। ल, युवराज पुरुषलाई चाहिँ यो सबै मुद्दा हाल्ने काम चाहिँ उहाँको है, उहाँलाई दिनुपर्छ है जिम्मा। कसो